नि त्यो रुम छोला खाली हाम्रो त्यसलाई एउटा पिलरै भनौँ न सबै बेला भइसक्यो दुधको दुधकै म चाहिँ आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयको सूचना अधिकारीको रूपमा यहाँ छु र विगत लामो समयदेखि यहाँ कार्यरत छु। पहिला विद्यार्थी थिएँ, पछि टिचर बनाएँ। यो हाम्रो विद्यालयको बारेमा सुन्नु भएर आउनु भएर केही बुझ्नको लागि आउनुभएका तपाईँहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्न चाहन्छु। अब कुराकानी चाहिँ तपाईँहरूले राख्नु भएपछि केही कुरा विषयमा जिज्ञासा राख्नुभयो भने त्यही अनुसार अन्तर्क्रिया हुँदै जाने छ। अब कार्यक्रम भन्नको लागि हाम्रा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आदरणीय मोहम्मद समीम सरलाई हार्दिक अनुरोध गर्दछु। धन्यवाद सर। सर्वप्रथम त यस श्री आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयमा यहाँहरू सुनसरीबाट चाहिँ पाल्नुभएका जगन्नाथ डेटराज जनता माध्यमिक विद्यालयका विविध परिवार शिक्षक साथीहरू जानकारी लगायत सम्पूर्णमा विद्यालयकै तपाईँहरूमा हार्दिक स्वागत गर्न चाहन्छु। र यहाँले चाहिँ अध्यक्षले कन्ट्याक्ट गर्नुभएकोमा हामी तपाईँहरू स्कुलमा यहाँ सबै साथीहरू अब स्कुलको स्थापना 2024 सालमा प्राथमिक विद्यालयको रूपमा रहेको थियो भने पछि विविध समयमा कालान्तरमा समयको अन्तरालमा 2067 सालबाट चाहिँ हामीले 11-12 पनि सुरु गऱ्यौँ। 11-12मा अहिले हामी कहाँ चाहिँ वाणिज्य अब अहिले त विषय भनिदिन्छ के अरे सङ्काय भनिँदैन। विषयगत रूपमा भन्नुपर्दाखेरि वाणिज्य विषयका कक्षाहरू र विज्ञान विषयका कक्षाहरू पनि हामी कहाँ सञ्चालित छन्। योभन्दा अगाडि एजुकेसनको पनि थियो र ह्युम्यानिटिजको पनि विषयहरू चाहिँ अध्यापन गराइरहेकोमा चाहिँ अहिले विशेष गरेर चाहिँ 11-12मा वाणिज्य र विज्ञान विषयका कक्षाहरू चाहिँ सञ्चालन गर्छन्। फी स्ट्रक्चरको कुरा गर्दाखेरि चाहिँ हामी कहाँ इसिडीदेखि 12सम्म आउँदाखेरि अब इसिडीमा 2500 रुपियाँ लिने गरेको थियो। यसपालि चाहिँ अब 5000 बनाउनु कि भन्ने खालको प्लानिङमा छौँ। त्यसपछि चाहिँ हरेक कक्षाको जति कक्षा हो त्यति नै रुपियाँ जस्तो थोरैमा 5000 रुपियाँ नेपाली मिडियम र इङ्ग्लिस मिडियम छ हामी कहाँ र 6 कक्षाको 6000 रुपियाँ, 7 कक्षाको 7000 रुपियाँ, 8 कक्षाको 8000 रुपियाँ गरेर 9 र 10मा चाहिँ हामीले बढीमा 16000, कम्प्युटर लियो भने 16000, कम्प्युटर लिएन भने चाहिँ 14000 छ। र 11-12मा चाहिँ अधिकांश विद्यार्थीहरू चाहिँ स्कलरसिपमै पढ्छन्। हाम्रो सरहरूले चाहिँ एउटा स्रोतको व्यवस्थापन गर्नुभएको छ। त्यो स्रोतमा रहेर चाहिँ अधिकांश विद्यार्थीहरू उसमै पढ्छन्, स्कलरसिपमै। र साइन्सको तिर्ने विद्यार्थीहरूले चाहिँ महिनाको 2000 रुपियाँ तिर्छन् भने वाणिज्यको विद्यार्थीहरूले चाहिँ महिनाको 1000 रुपियाँ बुझाउनु पर्छ। यो लिन थालेको चाहिँ धेरै भएको छ। जब हामी इङ्ग्लिस मिडियम सुरु गऱ्यौँ त्यसपछि बल्ल लिन थालेको हो। नेपाली मिडियम कति देखि छ? नेपाली मिडियममा हामी कहाँ एकदमै न्यून विद्यार्थी छ। थोरै कति क्लास? सुरु 6 कक्षादेखि 1देखि 5सम्म चाहिँ हामीले इङ्ग्लिस मिडियम राखेका छौँ। अनि जब उनीहरू 6मा जान्छन् एकदम कमजोर विद्यार्थीहरूलाई चाहिँ नेपाली मिडियममा कन्भर्ट गरिदिन्छौँ। होइन भने चाहिँ सबै इङ्ग्लिस मिडियममै पढ्छन्। र 6 कक्षादेखि माथि हामीसँग इङ्ग्लिस मिडियम नेपाली मिडियममा चाहिँ 30 जनादेखि 50 जनासम्मको एउटा सेक्सन 10 कक्षासम्म छ। appointed and school appointed. हाम्रो 38 जना टिचरहरू चाहिँ
के अरे यो दरबन्दीमा छन् र बाँकी 38 भनेपछि 40जना टिचरहरू चाहिँ निजी बस छैन। बस चाहिँ हामीले राख्यौँ। हामीले किनभने क्यासमेन्ट एरिया थोरै छ, बजार छन्। टाढाको जस्तो हामी कहाँ विद्यार्थीहरू चाहिँ विशेष गरेर तराई क्षेत्रको जिल्लाहरूबाट पनि आउँछ। उनीहरू पनि यही वरिपरि नै रुम भाडामा लिएर बस्ने कारणले गर्दाखेरि बस र त्यसपछि होस्टेल यो दुईवटा चाहिँ अहिले हामीले सुरु गरेका छौँ। होस्टेल छैन सर, बस र होस्टेल चाहिँ हामीले हामी जम्मा 3टा स्कुल छ कि यहाँ नजिकै। यो भुटान आधुनिक भयो, भुटानदेवी भयो, निषेधार्थ यो 3वटा स्कुल चाहिँ कोही पहिलेको प्रथम कोही द्वितीय त्यो नै भइरहन्थ्यो। पहिलादेखिको स्थापनादेखि नै त्यस्तै नै छ। तर 2058 सालदेखि चाहिँ हाम्रो रिजल्ट चाहिँ हामी उत्कृष्ट भन्छौँ। 58देखि 80 81सम्म त कसैले पनि 80सम्म चाहिँ अब यो एसएको आधारमा भनिरहेको छु। 80सम्म चाहिँ हामी नै अगाडि थियौँ। 81मा आएर चाहिँ के भयो त भन्दाखेरि हाम्रो अब 337जना विद्यार्थीले जाँच दिएको, जसमध्ये 29जना त 1 वर्षमै थियो। अब यहीहरू त्यो तर चाहिँ सङ्ख्यात्मक हिसाब किताबले के हुँदो रहेछ भने थोरै विद्यार्थी भएको ठाउँमा अलि विद्यार्थी पास भएपछि पर्सेन्टेजमा चाहिँ अलिकति उनीहरू अगाडि भइदिँदो रहेछ। त्यस कारण यो वर्ष चाहिँ हामी 1% भन्दा थोरै कमले तलमाथि भएका छौँ। होइन तैपनि हामीले हामीलाई भन्नुपर्दाखेरि हामी रिजल्टमा चाहिँ जिल्लामा नेतृत्व गरिरहेका छौँ रिजल्टको। नमस्कार सर। विशेष गरी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहम्मद सलीमजी, सूचना अधिकारी कृष्ण गोपालजी लगायत यहाँ उपस्थित आदरणीय मेरा सहकर्मी मित्रहरू, म हाम्रो स्कुलको परिचय अत्यन्त छोटो ढङ्गले प्रस्तुत गर्न गइरहेको छु। हाम्रो स्कुल 2017 सालमा स्थापना गरिएको हो। 2024-25मा मिडल स्कुलको रूपमा अपग्रेड प्रमोसन भएको हाम्रो अभिलेखमा छ र मावि 35-36मा स्वीकृति भएको र +2 चाहिँ यहाँहरूसँगै ठ्याक्कै मिल्यो। 2067 सालदेखि हामीले +2 सञ्चालन गरेको। सुरुमा +2 सञ्चालन गर्दा एजुकेसन र म्यानेजमेन्ट स्ट्रिम भन्ने गरिन्थ्यो, त्यसमा मात्रै सञ्चालन थियो र अहिले स्ट्रिमको अवधारणा सकिए पनि हामी एजुकेसन र म्यानेजमेन्टसँग मिल्ने पाठ्य वस्तुहरू अथवा पुस्तकहरू करिकुलमहरू हामीले लगाएको अवस्था छ। त्यसैले अहिले ल, ह्युम्यानिटिज जस्ता विभिन्न स्ट्रिमहरूसँग मिल्ने विषयवस्तु अध्यापन गराइरहेको अवस्था छ र 2076 सालदेखि सिटिभिटी अन्तर्गतको एग्रिकल्चर जुन प्रोग्राम छ प्लान्ट साइन्स 2076मा र 2077मा त्यसैको एनिमल साइन्सको प्रोग्राम हामीले सञ्चालन गरेका छौँ र सुरुमा हाम्रो त्यसको कोटा अनुसार 36जना हामीले इनरोलमेन्ट गर्नुपर्ने हो। 2-3 वर्षसम्म नेपाली मिडियमको कक्षा सञ्चालन हुन्छ। त्यो चाहिँ अब हाम्रो बाध्यात्मक अवस्था के छ भने हाम्रो नजिकैको फिडर स्कुलहरू 5 क्लाससम्म नेपाली मिडियममा चल्ने र 5 क्लासबाट पास आउट भएपछि हामी कहाँ आउने भएको हुनाले हामीले कक्षा 6देखि नेपाली मिडियममा सञ्चालन गरेका हौँ। पोहोरको साल नेपाली मिडियमलाई फेज आउट गर्नुपर्छ भन्ने एक खालको अवधारणा आएर हामीले इन्ट्रान्समा विशेष पढाइ गऱ्यौँ र मिडल स्कुलबाट आएका विद्यार्थीहरू इन्ट्रान्समा फेल भए र प्यारेन्ट्सहरूको अलिकति असहमत रह्यो। र पछिल्लो चरणमा चाहिँ कपी जाँच्नु हुन्छ अथवा चाहिँ क्वेसन बनाउनु हुन्छ भने त्यसको पनि हामीले उहाँहरूलाई चाहिँ थोरै मोटिभेसन होस् भनेर थोरै 5 रुपियाँ हुन्छ कि 10 रुपियाँ हुन्छ कि हिसाबले पनि हामीले प्रति टिचर एउटा टिचर ल्यापटप हो कि पर टिचर पर ल्यापटप भन्ने एउटा अवधारणाले हामीले चाहिँ 2073 सालमा हरेक यहाँ काम गर्ने थाहै हुनुभएका सरहरूलाई चाहिँ एक-एकवटा ल्यापटप पनि दिएको थियो र गत वर्ष चाहिँ त्यो पढाउनलाई सजिलो होस् भनेर भोकलमा प्रब्लम हुन्छ नि त, क्लास ठुलो छ पढाउन सजिलो होस् भनेर चाहिँ हाम्रो अध्यक्षको अगुवाईमा एउटा चाहिँ पकेट एम्प्लिफायर भन्ने हुन्छ नि ट्याक्क राखेर बोल्ने त्यो पनि हामीले प्रदान गरेका छौँ सरहरूलाई। 55देखि 50देखि 55 कुनै क्लासमा चाहिँ 60-65
जस्तो हुन्छ सप्रहरूको हकमा चाहिँ के गरेका छौँ भन्दाखेरि त्यो टाइमको चाहिँ बाहुन हालेर 2 वर्षको अथवा 3 वर्षको त्यसमा चाहिँ 2 वर्षको राखेका छौँ। त्यो भयो भने के हुन्छ भन्दाखेरि 2 वर्षको लागि सप्र हुनुभयो, उहाँले राम्रो काम गर्नुभयो भने पछि कन्टिन्यू हुन्छ, भएन भने अर्को अब त नयाँ जेनेरेसन आइरहेछ, हामी त पुरानो भइसक्यौँ हुन्छ, नयाँ जेनेरेसनको नेतृत्व त हाम्रोभन्दा राम्रो हुनुपर्छ, उहाँदेखि राम्रो काम गर्न सक्नुहुन्छ। त्यो कारणले गर्दाखेरि 2 वर्षको समय सीमा राखेर उहाँहरूलाई सप्र बनाइन्छ, राम्रो काम गर्नुभयो भने कन्टिन्यू हुन्छ, होइन भने अर्कोबाट हामीलाई 3 लाख उहाँको सिफारिसमा हो नि। त्यो त हामीले नै छानिएको हो नि, किन हाम्रो सरकार त हामीले बनाउने हो। जस्तो शिक्षक प्रतिनिधि म छु, 3 कार्यकाल अझ 4 कार्यकाल भएको थियो, 3 दिन बाद 13 वर्ष भयो। अब एक मिटिङ हुन्छ, मिटिङमा चाहिँ छलफल भयो ल को अब बन्ने भनेपछि उहाँहरूले म फलानु भनेपछि सबैले ताली बजाइदियो भने सिद्धिहालेको दाइ बिरो आयो भने सर हजुर परीक्षा संयोजक पनि हुनुहुँदो रहेछ। परीक्षा सुरुबाट भनौँ न प्रश्नपत्र निर्माण गर्नेदेखि लिएर रिजल्ट निकाल्ने, रिजल्टको त्यस पछाडि त्यसको जुन तथ्याङ्क भयो त्यो तथ्याङ्कलाई अथवा भनौँ न त्यसका कागजातहरूलाई अपडेट गर्ने कार्य चाहिँ कसरी गर्ने बताइदिनुहोस् न। त्यसमा चाहिँ म तपाईँलाई सुरुदेखि नै अब जोड्न खोज्छु। हामी 2055-56 सालमा चाहिँ एउटा हामीले नयाँ मोड लियौँ कि स्कुलमा। के भयो भने उतातिर चाहिँ छ कि छैन, हामी कहाँ चाहिँ नगर स्तरीय शैक्षिक समन्वय समिति भन्ने छ र नगरको सम्पूर्ण विद्यालयहरू त्यो संस्थामा आबद्ध भएर उनीहरूले क्वेसन पठाउँछ, कपी पठाउँछ, अनि त्यसैको आधारमा चाहिँ हामीले जाँच लिने रिजल्ट गर्ने गर्थ्यौँ। अनि जब 56-57मा नयाँ हेडमास्टर आउनुभयो, उहाँले चाहिँ हामीलाई राखेर के सोध्नुभयो भने शैक्षिक समन्वय समितिमा बसेर हामी काम गर्ने कि हामी आफ्नो काम गर्ने, आफ्नो चाहिँ नयाँ तरिकाले जाने भनेर भनेपछि सबैजनाको एउटा माइन्डेड के भयो, हामी नयाँ तरिकाले जाने, त्यसमा नबस्ने भन्ने कुरा आयो। त्यसो भएपछि क्वेसन बनाउनु पऱ्यो, कपी जाँच्नु पऱ्यो, त्यसको लागि हामी तयार छौँ त भन्ने कुरा आएपछि ल हामी तयार छौँ भनेर भन्नुभएपछि हामी चाहिँ शैक्षिक समन्वय नगर स्तरीय शैक्षिक समन्वयबाट बाहिरिसकेपछि अनि हामीले के गर्यौँ त भन्दा इङ्ग्लिस मिडियमका किताबहरू तत्कालीन समयमा अहिले चाहिँ मलाई लाग्छ छैन, त्यो बेलामा हामीले 2मा पढायो भने 3मा पढायो भने किताब 2मा, 4मा पढायो भने किताब 3मा एक काउन्ट गरेर पढायौँ इङ्ग्लिस मिडियम सुरुवात। त्यसरी गर्दै गएर पछिल्लो चरणमा चाहिँ के भयो त भन्दा हामीले अब जुन क्लासको हो त्यही क्लासको किताब पढाउन थाल्यौँ। अब चाहिँ बोर्डिङमा जुन किताब पढाइ हुन्छ हाम्रो स्कुलमा पनि त्यही नै किताब पढाइन्थ्यो। पहिला चाहिँ घटाएर पढाइन्थ्यो भने अहिले त्यो भयो, अहिले होइन, अहिले पर्दैन। अहिले हाम्रो हामीले जे लगाएको छौँ, अब स्कुलले पनि त्यही लगाउने रह्यो कुरा। अब परीक्षाको कुरा के आयो त भन्दा क्वेसनहरू सरहरूले बनाइदिनुहुन्छ, हामी नोटिस गर्छौँ, त्यो मेहनतै हुन्छ। सकेसम्म त्यो घन्टामा कन्भर्ट गरेर जति घन्टा हो, जस्तो अब कसैलाई 12 घन्टा लगाएको छ भने प्रायः सबैलाई 12 घन्टा अथवा 14 घन्टा छ भने सबैलाई 14 घन्टा, त्यसरी घन्टाकै आधारमा उहाँहरूलाई त्यो घन्टाभन्दा 1 घन्टा पनि तलमाथि नहुने गरेर बढी पर्न सक्छ। होइन भने चाहिँ प्रायः सबैलाई समान रूपमा चाहिँ राखिन्छ। र अलिकति मेहनत चाहिँ त्यो परीक्षामा काम गर्ने जो र त्यो जाँच भरिको सेड्युलै निकालेर हामी टास्क दिन्छौँ, अनि त्यही सेड्युल हेरेर उहाँहरू चाहिँ हजुर आउनुभन्दा अगाडि टाइमको कुरा गरेको थियो। दोकानहरू चाहिँ हुन्छ भन्नेमा चाहिँ त्यही 5-6जनामा चाहिँ 5-6जना सेपमा चाहिँ के अरे
फेरि तपाईँलाई रुम पनि छ ठुलो कि ठुलो मिलेको छ है उतापट्टि लाग्यो यतापट्टि लाग्यो सबै क्लासको सबै क्लास 12को चाहिँ टेक्स्ट बुकहरू नै राखेका छौँ अनि 1 देखि 10 सम्मको चाहिँ टेक्स्ट बुक राखेका छैनौँ किनभने उनीहरूलाई केही पढ्नु पऱ्यो भने चाहिँ त्यो चिजहरू चाहिँ हामीले राखेका छौँ विशेष गरेर इङ्ग्लिस मिडियमका इङ्ग्लिस मिडियमको उनीहरूलाई चाहिँ किताबहरू काम लाग्छ छिटो मिल्न पाउँदा सबैलाई घाम हुन्छ अहिले एउटा खिचौँ कि अनि कालो गरेर जाउँ बसौँ अँध्यारो कता के देखिनु यहाँ क्लियर आइसकेको छ कि विद्यालयका परिवारहरूको बिचमा भेटघाट भइसकेको पछाडि हाम्रा आफ्ना कहानीहरू सेयर गरिसके पछाडि हामी दुवै एकै कुराका संस्था भएको हुनाले हामीमा थुप्रै सिमिलर क्यारेक्टरिस्टिक्स छ यद्यपि गोल अनुसार गोल फरक भइसके पछाडि केही स्लाइट डिफ्रेन्सहरू हुने भन्ने कुरा स्वाभाविक हो अब हामी सबैलाई थाहा छ एउटा पञ्चायती व्यवस्थामा पञ्चायती व्यवस्था विरुद्ध आगो उगल्ने जनशक्ति निर्माण गरेर त्यतिखेरको राजनीतिलाई परिक्रमा अग्रणी भूमिका निर्वाह गर्ने यहाँ त्यस्ता प्रकार हामी कम्पेरेटिभली हामी अलिकति गाउँमा छौँ यो सहर हो यो चाहिँ विशेष गरी हामी सबलाई थाहा छ बागमती प्रदेश जहाँ हाम्रो देशकै राजधानी छ त्यो राजधानीको पनि राजधानी हो त्यसो भएको हुनाले अब केही कुराहरू हामीले पेरेन्ट्स सेयरिङ लगायतका कुराहरू हामीमा भन्दा अलिकति फरक मैले महसुस गरेँ र त्यसो भएको हुनाले हाम्रो भेटलाई अलिकति अविस्मरणीय बनाउनका लागि हामीले यस विद्यालयलाई टोकन अफ लभ अथवा एउटा चिनो दिउँ र एक खालको आत्मीयता जुन सम्बन्ध छ त्यो सम्बन्ध कायम गरौँ भन्ने हिसाबले टोकन अफ लभ म यहाँ उपस्थित आदरणीय विद्यालय व्यवस्थापन समितिका अध्यक्षजी यहाँ हुनुहुन्छ मोहम्मद समीम त्यसै गरी हाम्रो विद्यालय व्यवस्थापन समितिका अध्यक्षजीलाई पनि अगाडि आउन मैले आग्रह गरेँ यस विद्यालयका सहायक र विशेष गरी हाम्रा कृष्ण गोपालजी सूचना अधिकारी अगाडि आइदिनु होला र म त्यो फ्रेमिङ चाहिँ छ त्यो फ्रेमिङ अगाडि ल्याइदिनु हुन हाम्रा सहायक रहलाई हार्दिक आग्रह गर्दछु र नचाहिने डेली हान्दै हाल्नु सुन्नु भन्दा नि नचाहिने डेली हान्दै हाल्ने नचाहिने डेली हान्दै हाल्ने